मर्निङ। लु हामी हिँडेको चाहिँ लगभग 50 मिनट भएछ। ल हामी पुग्नु चाहिँ यहाँ माथि डाँडा हो है। अहिले चाहिँ हामी एकदम चिसो छ यता बाटो चाहिँ ल उज्यालो पनि बनाइदिए। यतातिर यो गुराँसहरू फुल होइन पो रहेछ गुराँस। हेलो गुड मर्निङ। आज चाहिँ म कालिम्चोक जाँदैछु। यतिखेर चाहिँ म दोलखाको सुषमा भन्ने ठाउँमा छु। अनि हाम्रो टिम चाहिँ कालिम्चोक घुम्नलाई आज जाँदैछौँ। अनि अहिले चाहिँ बिहानको 8:15 भएको छ। अनि म चाहिँ पुरा नुहाइधुवाइ गरेर है यस्तो जाडोमा पुरै हिरो भएर निस्केँ। के साथीहरू चाहिँ निस्किँदै हुन्छ, के साथी आउँदैछ पछाडिबाट आउँदै हुनुहुन्छ। म चाहिँ यहाँ अगाडि नुहाएको। अनि हाम्रो ठाउँ चाहिँ यस्तो छ है साथीहरू। अहिले यहाँको मौसम चाहिँ यस्तो छ है, घाम लागेको छैन। एकदमै धेरै हामी बस्ने घर चाहिँ यो हो है। एकदमै धेरै जाडो छ अहिले चाहिँ। ल आज कालिम्चोकको यात्रा कस्तो हुन्छ। म चाहिँ अगाडि पनि गइसकेको छु जानु चाहिँ, तर त्यतिखेर चाहिँ अलिअलि घुमिएको छ होइन। यसपालि चाहिँ योपालि चाहिँ खत्रै घुम्ने हो। तर म चाहिँ भरसक भयो भने 3 बजेभन्दा अगाडि आइपुगौँ भनेर सोचिरहेको छु। किनकि 3 बजेभन्दा अगाडि आइपुगौँ सोचिरहेको छु क्या। किनकि आज नेपाल र इङ्ल्यान्डको गेम छ, क्रिकेट वर्ल्ड कप आइसिसीमा मोबाइलमा। सो अलिक छिटो आउन पाए गजब हुन्छ भन्ने लागिरहेछ है साथीहरू। कस्तो जाडो छ ए, बहिनी पनि आउँदैछ। यसलाई आउनु के छ? ठिक छ। आज चाहिँ कुरी कालिम्चोक जाँदैछ हामी। एक्साइटेड छ हेर्नु। हिजो मात्रै आइपुगेको ठ्याक्क जाडो। हजुर अनि म चाहिँ अघि उयो धारामा नक्यो अघि म अहिले तातो छ क्या। जस्तो त्यहाँको त ऊपर चिसो लाग्छ कि खोइ बाहिर भएर हो कि। अनि म चाहिँ अघि यहाँ नुहाएको यो धारामा बिहानै जाडो छ अरे। अनि पानी पनि खाँदैन। त्यही हाम्रो शरीर आउनु भएन त हौ। ए म दामी लिन्छु। आज म बिहानै कति 6 बजीतिर ल 6 कि 6:30 बजे उठेँ। अनि यस अब बिहान हिमाल खुल्छ भनेर क्या हिमाल देखेको त घामै छैन। के भन्नु त्यो कुहिरो नै कुहिरो हो। म त एकछिन त यस्तो चित्त दुख्यो मेरो अरे। घामै लाग्दैन बिहानै त। यहाँनिर आउने भनेको 8-9 बजी मात्रै घाम आइपुग्छ। तपाईँले कहिले कहिले देख्नु भएको छ यहाँको हिमाल? हिमाल दिउँसो देखिन्छ। दिउँसो चाहिँ हो? दिउँसो देखिन्छ घाम लाग्यो भने। ल अनि यहाँ चाहिँ थामी सङ्ग्रहालय छ। यो चाहिँ ठुलो सङ्ग्रहालय हो। यहाँ चाहिँ तर सामानहरू चाहिँ ल्याएको छैन अरे। अनि यो ठाउँमा चाहिँ थामी समुदायको उत्पत्ति यही भएको भनिन्छ पनि रहेछ थामी समुदाय। तर अब चाहिँ हामी चाहिँ कालिम्चोक जाने हो। अनि त्यही भएर कालिम्चोकको भिडियो बनाउँछु म है साथीहरू। ल हुन्छ भ्लग हाल्छु म। भ्लग हाल्छु अनि एडिट पनि गर्छु। अहिले त टाइम छ नि त यहाँनिर। अब म पनि तपाईँकोबाट भिडियो बनाउनु पर्यो किन मेरोमा स्पेसै छैन। बिचरा आइफोन। उसको भिडियो बनाउनु बनाइदिएको। यहाँदेखि माथि ट्रेक जान मिल्छ अरे। ऊ त्यहाँ पुग्छ अरे माथि देउ होइन चरीकोट कि देउराली भन्नुभयो। देउराली होला। देउराली कस्तो दामी छ है ठाउँ। ल उज्यालो पनि बनाइदिए। यतातिर यो गुराँसहरू फुल होइन पो रहेछ गुराँस। कहाँ जमिन छ? यो चाहिँ पोखरी हो। यहाँ चाहिँ माछा छ। दामी छ। आइपुगिसक्यौँ अलिकति माथि। अब हाम्रो गाडी चाहिँ यहीँ आइपुग्छ। हाम्रो चरीकोटबाट साथीहरू टिम आउँदैछौँ। अनि उहाँहरू चाहिँ हिँडिसक्नुभयो अरे। म चाहिँ अगाडि आइपुगेँ। अलिक यहाँ माथि नै जाऊँ न भनेर गाडी यहाँसम्म त आइपुग्छ। त्यही पनि चिसो छ, घामै लागेको छैन है साथीहरू। बाटो जस्तो चाहिँ पुरै
हाम्रो चाहिँ गाडी अझै आइपुगेको छैन अनि हामी चाहिँ यस्तो रमाइलो कतै थोरै हिँड्दैछौँ है। हामीलाई चाहिँ सरले ओहो धारा गर्दै हुँदो रहेछ। के गर्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ हजुर? यति बसिएछ। यहाँ चाहिँ धारा रहेछ। यो कहिले बनाएको सर? हाम्रो धारा ढुङ्गे धारा रहेछ। यहाँ चाहिँ यस्तो बुद्ध हुँदो रहेछ। यस्तो ठाउँ रहेछ। आउनु हिँड्दै जा। कस्तो लागिरहेको छ तपाईँलाई? एकदम रमाइलो लाग्यो। आज हामी कहाँ जाँदैछौँ मामा? हामी कालिम्पोङ जाँदैछौँ होइन? हजुर। हामी एक्साइटेड छौँ। हजुर। एक्साइटेड छौँ, खुसी छौँ जान पाउँदा। उत्सुक छौँ होइन? म खुसी छु तपाईँसँग हिँडेर। है म पनि खुसी छु तपाईँसँग हिँडेर। हुन्छ तपाईँ आज मलाई घुमाउनु ल सबै ठाउँ। हस् हुन्छ हस्। म पुरीको के अरे बजारमा थुप्रो होटल छ, त्यो होटलै पछि लान्छु। होटेलै पछि ल हामी होटेलै पछि जान्छौँ, रमाइलो गर्छौँ। हजुर। अब हामी कति बजीतिर फर्किन्छौँ होला आमा? अब जाँदा जाँदा 4 बज्छ कि? जाँदा जाँदा 4 बज्छ? आउँदा ए आउँदा त ठिक छ त्यसो। जाँदा जाँदा त 4 नबजोस् न नि। जाँदै 4 बज्यो भने त टेन्सन हुन्छ होइन फर्केर हजुर आउँदा के 4 बज्छ कि भने ल ठिक छ। अनुमान अनुमान ल आमाको अनुमान कतिको मिल्दो रहेछ ल आमा? आज चाहिँ म भिडियो बनाउँछु अनि यो भिडियो चाहिँ पछि युट्युबमा राखिराख्छु होइन? हस्। अनि पछि सम्झना हुन्छ नि त होइन? है म मरे पनि यो आमा थियो यहाँ। ए त्यस्तो नभन्नु न भन्नुहुन्छ तपाईँले। अनि म्यामहरूले पनि त्यसै भन्नु। चाहिँ हामी गाडी आइपुग्यो, गाडीमा चढ्यौँ पनि तर गाडी देखाउनै बिर्सेछु यार, सरी साथीहरू। हामी चाहिँ कालिम्पोङमा आइसक्यौँ होइन? यहाँ चाहिँ यस्तो छ अनि हामी चाहिँ खानाको लागि विक्रमजिरोमा आएको छौँ। यहाँ अहिले अब खाना त खानु पऱ्यो, भोक त लाग्छ, केही खाएको छैन। हामी यसो यहाँ आएका छौँ है। ल यस्तो छ ठाउँ चाहिँ यहाँ। ल यतिखेर चाहिँ हामीहरू कालिम्पोङमा आइपुगिसकेका छौँ अनि हाम्रो गाडी चाहिँ हिँडिसकेको छ। हामी चाहिँ अब बिस्तारै हिँड्दै माथिसम्म पुग्छौँ। हेरौँ कति टाइम लाग्दो रहेछ है। भाइहरूको गाडी ए यो चाहिँ मेरो गाडी हो होइन? अनि यहाँ चाहिँ यस्तो गाडीहरू चाहिँ धेरै ज्यादा रहेछ। ल यो चाहिँ हाम्रो यहाँको एरिया चाहिँ यस्तो छ है साथीहरू। एकदम मौसम चाहिँ चिसो छ तलको भन्दा धेरै। घरहरू यस्तो छ। अलिक चिसो छ त। अमै कस्तो छ अरे यहाँको मौसम? गर्मी छ भन्नुहुन्छ। यस्तो रहेछ है। चितवनको गैडा यहाँ लगभग यहाँको प्रवेशद्वार हो यो है साथीहरू। कालिम्पोङ यस्तै छ। हेलो के छ? नाइस टु मिट यु। हाउ आर यु? हेलो गुड। आमा के छ?
ठिक छ एकदम कस्तो लागिरहेछ राम्रो रमाइलो रमाइलो हेल्न कस्तो लागिरहेछ मजा लागेको है कस्तो छ चिसो छ मौसम चिसो चाहिँ रहेनछ तर घाममा परेर होला है अलिक चिसो छैन रहेछ कस्तो देखिरहेछ तिमी कस्तो देखिन्छ के अरे अनुहार सुन्नेको राम्रो देखिरहेको हिउँ चाहिँ हिउँको नाममा अहिले चाहिँ इति इति छ है हिउँ अहिले भरे हिउँ खेल्ने भनेको यस्तो इति इति टिपेर मात्रै हो जस्तो छ हिउँ धेरै छैन रहेछ अहिले त यहाँ मजाले घाम लागिरहेको रहेछ जे होस् रमाइलो छ ओके गुड कालिम्चोक कुरीको चिया हो अनि मरिच अलिअलि हालाको के को चिया अरे हजुर के को चिया कालिम्चोकको अनि कालिम्चोक कुरी ए अनि के भने मैले त्यही भन्यो अनि त ला के भने कि अर्कै भने होइन कुरी दियो यो चाहिँ एकदमै मिठो छ मरिच टक्क त एकदमै सबै पर्फेक्टली ब्लेन्ड भएको छ यसमा होइन होइन मलाई चाहिँ चिनी तपाईँले नै खानुभएको होइन मिठो छ चिया मिठो चिनी चाहिँ छ तर मलाई चाहिँ मिठो लाग्यो यस्तो चिनी झिका थोरै चियामा हालेर ला हो ला चिनी चियाबाट थोरै चिनी झिका रहेछ ओके हामी सबैजना एक्सनको यसको भिडियो गर्छु ल चियाको पनि गरौँ कसलाई आमा सेलको पनि चना कस्तो मिठो छ सर तपाईँको गाउँको मान्छेले झन् मिठो बनाउँथ्यो होला यहाँ तपाईँहरू खिच्दा रिसाउनु हुन्न नि होइन ए ल ए अन्त फेरि पहिला उसमा रिसाएर माथि कालिम्चोकै जाँदिनँ भन्नु भने अनि स्कुलको पहिलो ठेकदार भनेर आएको थियो अन्त फेरि यता रिसाएर म कालिम्चोकै जाँदिनँ भन्नु भने कस्तो थियो होइन यहाँ कति राम्ररी आइरहनु भएको छ तपाईँ यहाँ आइरहनु भएको छ है तपाईँहरूमा आइरहेको छु उहाँलाई नि खिचिदिउँ है यसरी खानुहोस् ओके अब चाहिँ हामी यहाँदेखि हिँड्दै जाने भयौँ केवल कारबाट नजाने भयौँ साथीहरू अनि लगभग कति मिनटमा पुग्छौँ थाहा छैन कतिमा पुग्छौँ एक घन्टा त लाग्दैन 47 ल ओके आधी घन्टा 45 मिनट धेरैमा ओके 10:30 भएको छ हेरौँ हाम्रो हिँडाइ कतिको छ त्यही अनुसारको एकदम चिसो छ यता बाटो चाहिँ राम्रो छ है अनि यहाँ यो लुन्दरहरू यो लुन्दरहरू हल्लेको देखेरै थाहा हुन्छ कि हावा कस्तो मजाको छ होइन एकैचोटि त कहाँ देखाउनु त्यो पनि यो पनि गाह्रो छ फेरि हामीलाई ल हामी बिस्तारै हिँड्छौँ केबल कार जाँदै हुनुहुन्छ उ त्यहाँ माथि एकैछिनमा जान्छ केबल कारमा चाहिँ है हिँड्नु पर्यो भने चाहिँ ऊ केबल कार जाँदै हुन्छ केबल कार चढ्नु भएको तपाईँ यो छैन छैन अरू छैन म अरू ठाउँ चाहिँ चढ्नु भएको छ कि छैन छ ए त्यसमा चाहिँ चन्द्रगिरी त्यसमा चाहिँ ठिक छ म चाहिँ अस्तिको वर्ष आएर होइन चढेको त्यही भएर यसपालि चाहिँ हिँड्दै जाऊँ भनेर के यो अस्ति चाहिँ केबल कारमै भएको आनन्दले गएको थियौँ एकैछिनमा टाइम लाग्छ त्यो 10 मिनट लाग्दैन हौ त्यस्तो छिटो उहीँ त हो ऊ हेर्नु नि हो ए अनि यहाँदेखि यहाँ कस्तो चिसो हावा है 3-4 मिनट मात्रै हो अनि 3-4 मिनट पैसा 350 आउनु जानु 600 रुपियाँ एउटा एक ट्रिपमा त मिल्दैन अरे हँ दुई ट्रिपै लिनुपर्छ अरे अन्त 600 आउन जान 300 मात्रै मिल्दैन है यहाँको दामी छ है बस्तीहरू यता हामीलाई चाहिँ दामी लाग्छ यस्तो बस्तीहरू ठाउँहरू मलाई चाहिँ यस्तो ल्यान्डस्केप एकदम मनपर्छ यस्तोहरू उयोहरूमा यस्तो छ नि पुरै चखेवाहरू होइन भोजपुरको पुरै छ यस्तै भोजपुरमा हो चखेवा चखेवाहरू अहिले त हिमालमा पनि हिउँ छैन यार धेरै ल हाम्रो पाइन्छ कि कतै हावा दामी चिज पाइरहेछ है घाम लागिरहेछ तर पनि दामी छ ल हामी पुग्नु चाहिँ यहाँ माथि डाँडा हो है अहिले चाहिँ हामी लगभग बिचमा आयौँ अनि अलिअलि थाकेको जस्तो गलेको जस्तो मेन चाहिँ ओभर चिसो भइरहेछ हावा यस्तो दामी चिसो आइरहेछ है साँच्चै झुट बोलिरहेछ यहाँ सर गर्मी छ हप हप भइसक्यो ग्लोबल वार्मिङले गर्दाखेरि यहाँ आम्मा पसिना है पसिना आएर यहाँ जुन हिमाल देखिरहेछ नि यस्तो नि हुन्छ यार ठिक छ नि मम्मी
के छ नाइस छैन झोला बोकौँ थ्याङ्क यू। हामी हिँडेको चाहिँ लगभग आधा घन्टा भयो आधा घन्टा उकालो है भर्याङको बाटो हिँड्यो कस्तो भइरहेछ यतिखेर बोल्नु नसक्ने बोल्नु नसक्ने स्वासा भइरहेछ तर मजा भइरहेछ ओके एकदम ल विक्रम सर कस्तो भइरहेछ भएको भए हाइकिङ जानु मलाई पर्थ्यो चाहिँ बानी नै छ यताउता हिँड्ने खासै जे पनि थाकिरहेको छु थाकिचाहिँ राम्रो छ यतिको हिँड्ने बानी त छ यस्तो नै बस्दै जाने र जहाँ गयो ओके रमाइलो भइरहेछ धेरै वर्ष पछाडि म चाहिँ धेरै भयो है ठिक छ हामी हस्बेन्ड 10 वर्ष पछाडि आउनु भएको भन्नुभयो त्यतिखेर त यहाँनिर त यस्तो घर त एउटा पनि थिएन नि छाप्रोहरू मात्रै चाहिँ त्यस्तो राम्रो थिएन पुरीमा जम्मा लु हामी हिँडेको चाहिँ लगभग 50 मिनट भएछ अनि अझै पुगेको छैन हामी अलिक बिस्तारै हिँडेर होला है उहाँदेखि चाहिँ तल चाहिँ उहीँ देखिन्छ भ्याली चाहिँ यहीँ छ तल नजिकै ल केवल कार चाहिँ यहाँ छ पर तर कस्तो एन्टिलाइट पऱ्यो क्या एन्टिलाइट चाहिँ यता म चाहिँ अब यतापट्टिबाट जान्छु होइन सिधै जाऊँ अब। 1 घन्टा 10-20 मिनट लाग्दो रहेछ अझै छिटो हिँड्ने हो भने चाहिँ 45 मिनटमा आइपुगिन्छ मजाले अब झर्दा हेरौँ कति टाइम लाग्दो रहेछ अनि के हो अब मन्दिर चाहिँ अलिक पर छ हेरौँ त्यहाँ कति टाइम लाग्दो रहेछ है त अनि अलिअलि थाकिरहेछ घाम मजाले पनि लागिरहेछ अनि अहिले त यहाँ आउँदा चाहिँ अलिक गर्मी भएको फिल भइरहेछ थाकेर पनि होला पसिना आइरहेछ केवल कार चाहिँ यहाँबाट जान्छ यहाँबाट चाहिँ यस्तो देखिन्छ है दामी छ तर यहाँबाट देखिने दृश्यहरू चाहिँ ल हामी चाहिँ आइपुग्यौँ लगभग तर चाहिँ फाइनल डेस्टिनेसन चाहिँ यहाँ माथि छ हो त्रिशुल भएको ठाउँ है अब अलिकति बाँकी छ जस्तो 1 घन्टा 10-15 मिनटमा चाहिँ यहाँसम्म आइपुगिने रहेछ पुरीदेखि सजिलै रहेछ हिँड्न पनि यस्तो गाह्रो छैन रहेछ जो हिँडेर आउँदा चाहिँ होइन यो ठाउँ त्यो मजा हुन्छ केबल कारमा आउँदा रमाइलो कि हिँड्दा रमाइलो छ नि है रमाइलो ए अन्त हिमाल चाहिँ यहाँ मजाले देखिरहेछ है तर हिमालमा चाहिँ साथीहरू हिउँनै छैन क्या फेरि कस्तो बिजोग यार अनि यो त टेन्सनै हो नि त यार हिमालमा हिउँनै छैन है पुरै यहाँ चाहिँ पर हिमाल छ यहाँ नजिक होइन तर हिमालमा चाहिँ हिउँहरू नै छैन ला अब त हिमालहरू पनि छेक्यो बादल लाग्न थालिसक्यो देखिएको छैन है हिँड्दैछौँ साथीहरू रमाइलो भइरहेछ कालिम्पोङ भगवती मन्दिर जाने बाटो अरे तसै साथीहरू ल आमा हाम्रो अर्को भ्लगर पनि आइसक्नु भएको छ नि तपाईँको भ्लगको नाम के हो विक्रम ब्लग आमा विक्रम भ्लगलाई ल मेरो उयो च्यानल सब्सक्राइब गरिदिनु ल टिआरबी भ्लग छ म लिङ्क पठाउँछु सही हिँडौँ हामी चाहिँ भगवती मन्दिर जाँदैछौँ यतिखेर ल साथीहरू मन्दिर आइपुग्यो यहाँ घन्टी बजाम अहिले घन्टी बजायो भने त घन्टीको रहेछ भन्छ होला यार हामीलाई होइन घन्टी बजायो भने त के उहाँहरू चाहिँ यस्तो ताल लगाइन्छ यो हामी हिँड्ने बाटो चाहिँ यस्तो छ है लास्टै उयो छ है अप्ठ्यारो छ त्यही बिचबाट होइन यस्तो बाटो चाहिँ ओके
हेर न आहा घन्टी त यहाँ रहेछ नि त पुरै ल ल ल ल ए पूजा गर्ने ठाउँ चाहिँ यता छ है भित्र यस्तो छ कहाँ नचढाउँदा नि हुन्छ त्यता छ ऊ हेर न ऊ त्यहाँ लास्टमा यसरी त फ्यालिन्छ हौ है म पनि त्यही हेरेँ साथीहरू हामीहरू चाहिँ अब निस्किनु लागेको होइन कस्तो भयो यहाँको एक्सपिरियन्स मन्दिर आएपछि पिसफुल अनि पिसफुल त थिएन एउटा बलि चढाएको देखेर अलिकति निराश चाहिँ लाग्यो तर जस रमाइलो थियो जस्तो लाग्यो ठाउँ चाहिँ है मलाई पनि त्यस्तै भयो कस्तो रमाइलो थियो राम्रो थियो तर बलि चढाएको देखेर कस्तो नराम्रो लाग्यो मलाई कस्तो सेन्टी चाहिँ कस्तो स्याड स्याडवाला फिल भयो यार अनि ठिक छ र अब के भन्ने यस्तै छ अनि हामी चाहिँ यति टिमहरू छौँ है यहाँ छौँ काठमाडौँमा आयो भने हामी भेट्नुपर्छ है एकदम एकदम सँगै प्ले हेर्नु जानुपर्छ ल हामी उयो आयौँ भने पछि भयो भने सँगै काम पनि गर्नुपर्छ ल हुन्छ म त भयो भने दाइ यस्तो गरौँ यस्तै म यो डकुमेन्ट्री रिलेटेड कि फिल्म रिलेटेड काम छ भने मलाई भन म पनि एक्टरहरू हुन्छ नि डिरेक्टरहरू चाहिएको छ नि म कन्ट्याक्ट मलाई उयो क्यामेरा एसिस्ट चाहिएको भने होइन म भन्नु दाइ यस्तो यस्तो खिचौँ होइन क्यामेरा चाहिँ म चलाउनु होइन तर उयसमा डिरेक्टर पार्टमा होइन कस्तो यस्तो खिच्ने डिरेक्टर हुनु मन छ होइन अँ हुन्छ ल म भन्छु ल ओके हामी र मैले साथीको त्यही ल यहाँ माथि ओके केबल कारमा म त हिँड्दै जाने हो प्रणव हजुर केबल कारमा जाने किन हिँड्दै जाने मजा आउँछ नि त हिँड्दै जानु चाहिँ मजा आउँछ मजा आउँछ मजा आउँछ त सक्दैन तपाईँ के हिँड्दै जाने कि म केबल कारमा हिँड्दै जाउँ न त्यही त गौरीसँग देख्यो बिहान उठ्ने बित्तिकै हिमाल देख्न ए कस्तो भयो यहाँनिर आउँदाखेरि तपाईँहरूलाई कस्तो लाग्यो रमाइलो लाग्यो एकदमै रमाइलो लाग्यो फाइनली हामी कालिम्पोङमा छौँ कालिम्पोङ महाकुमा छौँ ओहो हामी सबैलाई रक्षा गर्नु भएको छ अनि देवढुङ्गा अरे यता चाहिँ अहिले लगभग 12:55 भयो होइन अब चाहिँ फर्किँदैछु मेरो पनि कति बजे फर्किँदैछौँ फोटोहरू दामी दामी खिचेको छौँ साथीहरू भरे भोलि अपलोड गर्छौँ होला तर हेरौँ के हुन्छ है त झर्दा चाहिँ यस्तो छ है तिमी अघि यही बाटो चढ्ने भनेको हेल्न यस्तो छ है बाटो चाहिँ पुरै देखिरहेको छ यता हिमाल कस्तो राम्रो देखिन्छ है देवढुङ्गा अरे ल विक्रमजी आइस हेराउनु साथीहरू हामी चाहिँ लगभग अब आइपुग्यौँ अब 2-3 मिनटमा आइपुग्छौँ अनि त्यो माथिबाट आएको होइन त आमा अघि जाँदा चाहिँ लगभग 1 घन्टा 20 मिनट लागेको थियो अहिले चाहिँ लगभग 20-25 मिनटमा आइपुग्यौँ कि अघि हिँड्दा चाहिँ लास्टै बिस्तारै हिँडेको थियौँ उकालो चाहिँ ओह्रालो चाहिँ अलिक छिटै हिँड्यौँ हामीहरू है यस्तो छ है भ्याली यस्तो छ यहाँ यता आएपछि फेरि चिसो भइहाल्यो चिसो छ अब गएर भात खाने साथीहरू बम है यस्तै छ अब खाना खाएको यस्तो गर्छौँ कालिम्पोङ कालिम्पोङ एकदमै रमाइलो भयो त्यहाँको यात्रा है यस्तै छ अब ट्याक्कसँग साथीहरू अब खाना खाने ठाउँमा आयौँ होइन अब खाना खान्छौँ खानाको चाहिँ भिडियो बनाउँछौँ है अरूहरू चाहिँ खाँदै हुन्छ मेरो आएपछि देखाउँछु साथीहरू भोक यति लागेको रहेछ कि खानाको त भिडियो नै गर्न पो बिर्सेछु
टन्न खाएछु म त यार बिर्सिहालेछु भिडियो गर्छु भन्दै थिएँ अब यस्तै छ केही छैन है तर खाना मिठो थियो म त भेज हो तपाईँलाई थाहा चाहिँ छ भेज खाना खाएँ अरूले चाहिँ चिकन के हो होइन ओके ल अब चाहिँ हामी यहाँबाट 1-2 जना साथीहरूले खाना खाँदै हुन्छ त्यसपछि चाहिँ जान्छौँ है अहिले 2 बजेको छ लगभग झोला भित्र चाहिँ खेल अनि अब गाडी चाहिँ यहाँ छ हाम्रो गाडी यसमा आएको अनि यसैमा जान्छौँ अब है ल ओके हामी चाहिँ सबैजना आइसक्यौँ अब होइन अब चाहिँ हाम्रो गाडी जाँदैछ अब चाहिँ हामी यहाँ 45 मिनटमा पुग्ने हाम्रो लक्ष्य छ साथीहरू गाइजहरू यो चाहिँ हाम्रो कुरी भ्याली भनेको चाहिँ यही साथीहरू यहाँबाट जस्तो देखिन्छ है ल कुरी भ्याली ल यस्तो कस्तो भयो थाहा भएन हेरेर इन्जोय गर्नु होला अनि लाइक सब्सक्राइब कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त ल